हेलो, यो थालमा देख्दै गर्नुभएको विभिन्न सब्जी चाहिँ बिचरा हाम्रो गाउँको एकजना भाइ छ। उहाँ चाहिँ प्रेसरले गर्दाखेरि बिचरा राम्रो बोली पनि आउँदैन है। साइनोमा चाहिँ अब देवरै पर्छ। गाउँको भाइ हो। अस्ति आएको थियो, मैले सुप, मेरो सासू यहाँ बिमार हुँदाखेरि चाहिँ मैले सुप बनाएको थिएँ र उसलाई पनि दिएको थिएँ। भाउजू साह्रै मिठो सुप भन्दै थियो र चाहिँ बिचरा हिजो मैले त्यसै उसलाई फोन गर्नु पर्यो, कसो गर्दा के गर्दैछ भनेर। बिमार भएर सिकिस्त ज्वरो, मार्गी, कम्बर, खुट्टा दुख्ने बिमारले चाहिँ लडिरहेको रहेछ। अन्त खाना रुचेको छैन, पुरै खल्लो छ भाउजू मुख भन्दै थियो। अनि ल म भोलि आउँछु हेर्नु, अब के चाहिँ लानु होइन, बिमारी मान्छेलाई सुप बनाएर लगिदिनु पर्यो भनेर। सानो फर्सी छ, अलिकति सिमी, इस्कुसको मुन्टा, इस्कुस, लौका, टमाटर, यो अलिकति उम्रेको चाना रहेको थियो। अनि यो सानो चड्की अलिकति तिखरको लागि यसको सुप बनाएर लगिदिने छु। र मैले यो सब्जीहरू सबै छिलेर ठिक्कै पारिसकेको छु। र एउटा कुरा हेर्नुहोस् न, घरको टमाटर र सिलगढीको टमाटर हेर्नुहोस् न कतिको चाहिँ फरक पर्छ। त्यसै कारण चाहिँ अलिअलि भए पनि, एक दुई बोट भए पनि आफूले चाहिँ रोपेको छ भने एकदमै राम्रो। र यो डलले पनि अब टिपेर खानु पुगिरहेको छ। त्यसै कारण तपाईँहरू सबैलाई भन्छु, अलिअलि क्यारेटमा भए पनि रोपेर खाने गर्नुहोस्। धन्यवाद। अब यसलाई म सिटी लाउँछु, आरामसँग लाउनुपर्छ। तर सिटी आगो ठुलो गरेर सुई सुई लाएको चाहिँ कुनै पनि कुरा मिठो हुँदैन हो। कम्ती आँचमा चाहिँ पकाउनुपर्छ।